हजुर साथी, यो चाहिँ सुन रोपेको। पहिला भन्थ्यो नि हाँसले सुनको अन्डा दिने अन्डा भन्छ नि, हाँसले सुनको अन्डा दिन्थ्यो भन्छ नि, यो पनि सुनको अन्डा हो। यसकै अब 1 किलोले अन्त झोल मात्रै दिन्छ। आलु मिमी माग्यो भने किन्नु पऱ्यो भने बरु यी दुःखै गर सुकाएको छु यसलाई चाहिँ यसरी पहिला यसलाई चाहिँ नि यसमा चाहिँ पहिला गाईको मल हाल्नुपर्छ। गाईको मल हालेर सबै भिजाउनुपर्छ। यसलाई भिजाएर मात्रै हुन्छ। यसलाई भिजाउनुपर्छ पहिला, भिजायो भने कमिला लाग्दैन नि त। त्यहाँदेखि यो त तिमीले यसरी रोप्नुपर्छ कि तिम्रो अब यो आलु चाहिँ मुनि जाँदैन नि त, माथि माथि हुन्छ। त्यो मल चाहिँ यो माथि हाल्नुपर्छ, माटोमाथि हाल्नुपर्छ। आलुलाई चाहिँ मुनि राख्नुपर्छ। पज गर्दै ल सक्यो बुझ्यो। यसलाई चाहिँ यसरी भिजाउनुपर्छ पहिला। यो भिजायो भने चाहिँ चिसोमा चाहिँ कमिला आउँदैन नि त, बुझ्यो। यसलाई चाहिँ अब माथिबाट पानी हाल्छ, माथि माथि मात्रै हुन्छ। त्यसले गर्दा पहिल्यै यसरी भिजाउनुपर्छ। रोप्नुभन्दा अगाडि 1 हप्ता अगाडि आलु काटेर सुकायो भने चाहिँ कुहिने चान्सेस पुरा कम्ती हुन्छ। ओके कुहिने चान्सेस अब चाहिँ यसलाई गाईको मल यसरी हालिदिने। 70 हाल्दा नि हुन्छ, 70 नै कुहिन्छ। अब कमान बस्तीमा बसेर यति गरेन भने त हुँदैन नि हौ भाइ, है पक्का भने सिक्नु पऱ्यो नि। यसो देख्यो भने आम्मामा म त बिहान बिहान तपाईँकोमा यस्तै सिक्नु आएको नि त। सिक्नुपर्छ नि, गर्नुपर्छ नि, सिक्नु होइन गर्नुपर्छ नि। टक्कै पहिला लेसन लिने हो, त्यहाँबाट चाहिँ एप्लाई गर्ने हो नि त। हेर न यसले बेसी नै हुन्छ, 4 किलो कि 5 किलो छ कि यसले फल्यो भने नि आम्मामा आफूलाई सु गर्छ। रोप्नेलाई सु गर्छ र गाई, सु गर्छ फेरि। सुगर फ्री चिया खाना खाँदा वाक्कै भइसक्यो। रोक्नेलाई सु गर्छ कि यतिले त हाइकोर्ट लड्छ नि भाइ। यतिले फल्यो भने टिङ्कुले लेबुङमा लाँदा हुन्छ नि। यसलाई हल्का हल्का माटो कि त्यहाँदेखि चाहिँ ग्यासले क्या भाइ अर्को पालि त फली पनि हाल्छ, बेसी पनि लाग्दैन। 5-6 महिनाबाट पानी चाहिँ कन्टिन्यू हाल्नुपर्छ। तर यसलाई पानी चाहिँ यसलाई चाहिँ नालीको पानी, ड्रेनको पानी सिधै हाल्नु बनाउँछ। हालिरहनु नपर्ने क्या हजुर। त्यो खालको बनाइदिन्छ। बारी छ नि, बाँझो हतार छ। फेरि 9 बजीदेखि मिटिङ छ, त्यहाँदेखि बिहामा पनि जानुपर्छ। खै कता कता बिहाउनु पर्ने हौ। लु यसरी हो तपाईँ चाहिँ अब यसो गरेको पिट यसरी पिट बनायो भने चाहिँ यसरी बनायो भने चाहिँ चिन्छ नि त। मान्छेले टेक्दैन यहाँ केही रोपेको रहेछ बरबिजन भनेर क्या। यो चाहिँ सिम्बल मात्रै हो, यसको केही यस्तो बनाउनुपर्छ भन्ने छैन। प्लेन छ भने चाहिँ टेक्छ भनेर नि। कुकुर बिरालो पनि जोगिन्छ नि यस्तो देख्यो नि त। मालिकले के रोपेको रहेछ भनेर। लु यस्तै छ, कन्जस्ती केटा हो, गर्ने हो, लजाइँदा काम दुःख चाहिँ गर्ने हो। पछाडि हेर न